जिन्दगी त यस्तो व्यस्त रह्यो कि कहिले पनि हामीलाई अब हाम्रो सन्तान भएन, अब त्यसको लागि के गर्ने कसो गर्ने भन्ने त्यो खास मनमा पनि आएन। यस्ता व्यस्त त त्यस्तै हो हैन। अब छोराछोरीको लागि त जतिसुकै यस्ता व्यस्त भए पनि अब छोराछोरी त जसलाई पनि बाबुआमालाई नै जसरी भए पनि बनाउँछन् नै हैन। तर केपी शर्मा ओलीको छोराछोरी किन हुँदैन र हाम्रो शेरबहादुर देउवाजी किन ल्याप 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 गरेर बोल्छन् भन्ने यो कुरा कतिपय जनताहरूलाई थाहा छैन। हेर्नुहोस्, उहाँहरूको नयाँ कहानी चाहिँ म सुनाइदिन्छु। हेर्नुहोस्, यसरी चाहिँ उहाँको छोराछोरी नभएको हो केपी शर्मा ओलीको र हाम्रो शेरबहादुर देउवाजी ल्याप 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 गरेर बोल्छन् नि, यो चाहिँ यसरी नभएको। हेर्नुहोस्, केपी शर्मा ओली चाहिँ अब कुनै समयमा राणा शासनमा चाहिँ मान्छे मारेर चाहिँ जेल बसेका मान्छे हुन् है। 15-16 वर्ष कति वर्ष आफै पनि भन्छन् जेल बसेका मान्छे हुन्। अनि शेरबहादुर देउवा पनि अब खै कता के गरेर जेल बसेका मान्छे हुन्। हेर्नुहोस्, अब केपी शर्मा ओली चाहिँ जेलमा पनि अटाइ फटाइ बोलिराख्ने, यस्तै बोलिराख्ने। हेर्नुहोस्, अनि शेरबहादुर देउवालाई चाहिँ धेरै सेक्स गर्न मन लाग्ने। हेर्नुहोस् है, उसको चाहिँ ढुकुर उठेको गर्ने शेरबहादुर देउवाको चाहिँ। अनि राणा शासनको त त्यति बेला त अब खतरा शासन थियो अरे। अब त्यो त थाहा भएन मलाई कस्तो शासन थियो हैन। अनि अब राणा शासनले चाहिँ अब यिनीहरूलाई चाहिँ कारबाही गर्नुपर्छ भनेर करेन्ट लगाइदियो भने अब राणा शासनले चाहिँ, तर गर्नेले उल्टो गरिदियो। हेर्नुहोस् फेरि हैन। अब केपी शर्मा ओलीको चाहिँ जिब्रोमा करेन्ट लगाइदिए भनेका हुन्, उसको चाहिँ ढुकुरमा लगाइदिए, उही त्यही भएर छोराछोरी हुँदैनन्। शेरबहादुरको चाहिँ ढुकुरमा करेन्ट लगाइदिए भने ठाउँमा जिब्रोमा लगाइदिए, त्यही भएर ल्याप ल्याप गर्दै बोल्छन् नि। यसरी चाहिँ छोराछोरी नभएको, नभए आफ्नो सन्तान बनाउन कसलाई मन लाग्दैन भनौँ त साथी हो, साँच्चै भनेको।